उत्सव नाकमा पनि चोट लागेछ सो सट्टी भट्टीमा छिरेको निस्किँदा त चोटै लाग्यो भने अब चाहिँ हामी त्रिवेणी पालिका गइरहेको किल्लाले यस्तो माने मैले काँफो समात्नुवाला भनेको त किल्ला पो समात्नु भएको रहेछ के समात्ने भनेको काँफो समातेर बस्नुवाला भनेको त सो हामी चाहिँ फाइनली गैरी गाउँ एचपी पुग्यौँ र यहाँ चाहिँ सस्तै चौकीमा सेटअप गरेर हामी चाहिँ खाना खान निस्किनेछौँ र हाम्रो होल टिम एआइएक्स रेड टिम खाना खान जानेछौँ ल फाइनली गाइस हामी उकालो चढ्यौँ र खाना खान जाँदैछौँ है खाना खाइसकेपछि हाम्रो एकछिन कार्यक्रम हुन्छ हल्का स्वागत कार्यक्रम र यो चाहिँ नै भव्य तरिकाले उहाँहरूले माया स्वागत गरिदिनु भएको उहाँ धेरै धेरै धन्यवाद गैरी गाउँ स्वास्थ्य चौकीको सम्पूर्ण कर्मचारीहरूलाई मनैदेखि धन्यवाद दिन चाहन्छु है धुलाभन्दा कम छैन नि हो यो गुलाबको हाँगा चाहिँ लिएर आएको छु सो वेदर पनि हेर्नुहोस् दामी छ र हाम्रो कार्यक्रम सकाएर फोटो खिच्यौँ यसो मिठो सम्झनाको लागि ल यो चाहिँ नि त्यही ठ्याक्कै माथि हजुर 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 रोल्पाली ढाका तथा साबुन उद्योगमा गएको थियौँ र उहाँ 14 जना दिदीबहिनीहरू मिलेर यो सब उहाँहरूले यो उद्योग चलाइराख्नु भएको रहेछ र उहाँहरूको आम्दानी निकै राम्रै छ तर उहाँहरूले मेन पावर नभएको भएर मार्केटिङ गर्न सक्नुभएको छैन र एकदम यो हातले नै बुनेको मेहनत धेरै छ हैन यो चाहिने साबुन पनि उहाँहरूले नै उत्पादन गरेको यो चाहिने कपडा हो उहाँहरूले बुनिराख्नु भएको छ एकदम नेचुरल एकदम पक्का है एकदम बलियो हुन्छ अरे ल हेर्नुहोस् त आहा कति राम्रो यो मसिन नै कति राम्रो हो भने सो यहाँदेखि हामी चाहिँ निस्क्यौँ र यो चाहिँ नै शहीद तपाईको माओवादीहरू 1700 जना बसेको गढ हो यो चाहिँ नि अड्डा रहेछ माओवादीको र यो चाहिँ नि असेलु खाएको है मैले ल यो चाहिँ माओवादी बसेको घरहरू पहिलाको जनयुद्धको बेला बसेको यो हामी चाहिँ माथि भ्यू है गाइस हामी चाहिँ धेरै माथि आइसक्यौँ रोल्पाको ओ यो चाहिँ जनयुद्ध बेलाको घर हो यहीँ बसेको टोलीहरू अगाडि
जनयुद्ध पालाको बङ्कर अस्ति सलाइनमा भेट्या होइन र रोल्पा पनि कहाँ भेटेको रोल्पामा त होला छ यो बङ्करै हुन्छ नि त्यहाँ छ ओ माइ गॉड माथि चढेर कति 1700 जना 1700 जना बसेको एरिया हो गाइस यो चाहिँ भ्यू टावर हल्लिन्छ यार यो चाहिँ हेलिप्याड रहेछ दामी बिस्तारै आउनु केही हुन्न दामी यार ल उहाँ चाहिँ नि एकदमै ब्युटिफुल हाम्रो गैरी गाउँको स्टाफ हुनुहुन्छ र यो चाहिँ नि एकदमै ह्यान्डसम मान्छे जो बोलिराख्नु भएको छ मै हो ल यसो पोज दिन त आउँदैन त्यही पनि दिइहालेको हेलिप्याड पनि रहेछ तर कुनै पनि अहिलेसम्म हेलिकप्टरहरू ल्यान्ड भएको चाहिँ छैन है सो एकदमै यो वेस्ट अफ मनी हो कति बजेट ल्याएर बनाए त्यो चाहिँ माओवादीको घर हो अब तल आइसक्यो सो हामी चाहिँ फर्क्यौँ र यसो सेल्फी खिचेर फर्किँदाखेरि हामीलाई एकदम वार्म स्वागत गर्नुभएको रहेछ उहाँहरूले अनि न्यानो गलबन्दी दिनुभएको रहेछ त्यसको लागि धेरै धेरै धन्यवाद छ सम्पूर्ण उद्योगको व्यवसायहरूलाई ल ल ल ल कसैको शरम कसैले गर्ने भन्ने छैन उत्पादन गर्ने हो विचारको हिसाबले बिचको हिसाबले आफ्नो यो चाहिँ मिठो सम्झना एआइएस रेटिङको डान्स हेर्नुहोस् है डान्स टावरमा गएको थियौँ
हामी चाहिँ त्रिवेणी गाउँपालिका वार्ड नम्बर 2 नुवा गाउँमा छौँ र यो चाहिने बन्दुकको गोलीको माला हो है। हजुर होला गोलीको माला र उहाँ चाहिँ संस्थाको म्याम हाम्रो डाक्टर साहब र हाम्रो राष्ट्रिय नेसनल फ्ल्याग डाक्टर साहबहरू र वडा with the ocean as my guide. Top down riding, let the west coast vibes collide. Corner store stops, grab a drink, it's all good. Cruising through the streets of my neighborhood. Hey yo, west coast weather, the sun sets slow. Say what? Chilling with the homies, let that talk box glow. Barbecues and palm trees, vibe real tight. Retro beats bump beneath the moon tonight. Cali breeze blowing, let the funk take the floor. Some so smooth, leave them shouting for more. Beach chair chilling, toes dug in the So sand. finally हामी चाहिँ यो कार्यक्रम सकाएर हामी नेपालगञ्ज फर्किनेछौँ र यो चाहिँ बाटोमा ज्योति मगरको घर हाम्रो फेमस इन्टरटेनमेन्ट
यो ओलेरीमा यहाँ यो चाहिँ चेकपोस्टमा द्वन्द भएको वर्षमान पुनको कमान्डमा यहाँ चाहिँ माओवादी र पुलिसको एकदम ठुलै Hit the boulevard, hit a tire screech. Soundtrack of the streets. With that fucking reach. Got my shades on, keeping it classy, not fast. Rolling like a 79. We're built to outlast. Hey yo, let's go. Let's groove till we drop. Souls keep singing, let the bass lock. Beat the cues to moonlit tides. We shine bright on this retro ride that defines our life. Ooh yeah. Bye.